हेलो स्टुडेन्ट्स, आजको यो भिडियोमा म तपाईहरुलाई सिकाउँछु नोमेनक्लेचर अफ बाइसाइक्लो कम्पाउन्ड्स। बाइसाइक्लो कम्पाउन्ड्स को नोमेनक्लेचर गर्ने कसरी? मलाई धेरैले सोधिराख्नुहुन्छ सर बुकमा दिएको छ बाइसाइक्लो कम्पाउन्ड्स को नोमेनक्लेचर गर्ने कसरी, नाम लेख्ने कसरी? एक्जाममा जेनरली सोध्दैन, तर हाम्रो बुक्सहरुमा प्र्याक्टिसको लागि दिएको हुन्छ। त्यसकारणले गर्दाखेरि त्यसको लागि भए पनि हामीले यसलाई एक दुईवटा एक्जाम्पलबाट म तपाईलाई सट्ट बुझाउन ट्राई गर्छु कि नोमेनक्लेचर कसरी गर्ने। ठीक छ? पेन र कपी अगाडि छ कि छैन? छ है त। सो पेन र कपी अगाडि छ भने अगाडि राख्नुस्। दुई तीनवटा एक्जाम्पल म तपाईलाई देखाउँछु र त्यो एक्जाम्पलमा तपाईले मलाई भन्नु होला कि यसको आन्सर के आउँछ। भिडियोलाई पज गरेर, ओके? सो विदाउट वेस्टिङ टाइम म चाहिँ टपिकमा जान्छु। टपिकमा हामीसँग छ आज नोमेनक्लेचर अफ बाइसाइक्लो कम्पाउन्ड्स। अब तपाईलाई बेसिक नोमेनक्लेचर आउँछ कि आउँदैन पहिला त्यति कुरा भन्नु होला। यदि बेसिक नोमेनक्लेचरै आउँदैन भने यो गाह्रो पर्छ फेरि। ठीक छ? बेसिक नोमेनक्लेचरमा जुन रुलहरु दिएको हुन्छ मैले तपाईलाई सिकाएको छु। रुलहरुमा हामीले के गर्छौं भने सबसे फर्स्टमा राख्छौं प्रिफिक्स 2, प्रिफिक्स 1, त्यसपछि वर्ड रुट सफिक्स 1 प्लस सफिक्स 2। ठीक छ? र यहाँ त्यही कुराहरु मेन्सन भएको छ। प्रिफिक्स 2 त्यसपछि प्रिफिक्स 1 को लागि हामीले के लेखिरहेको छौं बाइसाइक्लो। बाइसाइक्लो लेखिसकेपछि त्यसपछि हामीले के लेख्छौं यसमा एक्स वाइ जेड लेख्छौं। मतलब यो भनेको कार्बनको नम्बरिङ हो। यो भनेको कार्बनको नम्बरिङ हो। ध्यान दिनुस् है। यो भनेको कार्बनको नम्बरिङ हो। यो नम्बरिङ कार्बनको नम्बरिङ हो। वर्ड रुट हामीलाई थाहा नै छ, नम्बर अफ कार्बन इन चेन। सफिक्स 1 भनेको सिंगल डबल हामीलाई थाहा छ, ट्रिपल बोन्ड। सफिक्स 2 भनेको फंक्शनल ग्रुपलाई रिप्रेजेन्ट गर्छ यसले। ठीक छ? ल म अगाडि बढे त। सो एउटा एक्जाम्पल दिएको छ हामीलाई, यो कम्पाउन्ड दिएको छ, बाइसाइक्लो कम्पाउन्ड्स दिएको छ। वाह! एकपटक ध्यान दिएर हेर्नुहुन्छ सबैले? तपाईलाई आउँछ भने त भिडियोलाई पज गर्नुस्, डाइरेक्ट गर्नुस्, तर तपाईलाई आउँदैन भने एकपटक ध्यान दिनुस् त। छिटो ध्यान दिने है एकचोटी। सुरु गरे। ल मैले सुरु गरे है त। अब एकचोटी ध्यान दिएर राम्रोसँग हेरियो भने पहिलो कुरा मलाई तपाईले भन्नुस् कि बाइसाइक्लो कम्पाउन्ड्स मतलब दुईटा जोडेको साइड, दुईटा जोडेको कमन कार्बन कहाँ छ, ब्रिज्ड कार्बन कहाँ छ एकचोटी हेर्नु होला। यो जुन दिएको छ नि यसलाई भनिन्छ फ्युज भएको कार्बन, दैट इज कल्ड फ्युज्ड कार्बन। बुझ्नुभयो नि? त्यसलाई भनिन्छ फ्युज्ड कार्बन। मतलब एउटा रिङ अर्को रिङ, मतलब एउटा रिङ दिएको छ अर्को रिङ दिएको छ, दुईटा जोडेको छ यसमा। दैट इज कल्ड यसलाई के भनिन्छ बाइसाइक्लो कम्पाउन्ड्स। अब यसो नोटिस गरियो भने अब तपाईलाई नम्बरिङ गर्न मेन कुरा पहिला भनेको नम्बरिङ गर्ने। कसरी गर्ने भन्ने कुरालाई डिसाइड गरौँ एकचोटी। नम्बरिङ गर्नको लागि पहिला जाने फ्युज्ड कार्बन कहाँ छ त्यहाँ हेर्नुस्। या त नम्बरिङ यहाँबाट 1 लेख्न सक्छु मैले, या त नम्बरिङ 1 बाट यहाँबाट मैले 1 लेख्न सक्छु। यहाँसम्म बुझ्नुभयो? अब यदि तपाईले सोचिराख्नु भएको छ सर यदि फंक्शनल ग्रुप भएको भए गर्ने के? फंक्शनल ग्रुपलाई हामी हेर्दैनौं सुरुमा। हामी कला हेर्छौं जुन साइडमा कार्बन चेन धेरै हुन्छ, जुनको रिङ ठुलो हुन्छ, त्यो रिङलाई हेर्छौं। त्यसपछि हामी जान्छौं कहाँ? हामी जान्छौं त्यसपछि अब फंक्शनल ग्रुपमा जान्छौं। त्यसपछि हामी नम्बरिङ गर्दाखेरि नजिकमा राख्छौं। त्यसपछि फंक्शनल ग्रुप, त्यसपछि मल्टिपल बोन्ड, त्यसपछि सब्स्टिट्युएन्ट। त्यसरी हामी काम गर्छौं। सो यसको लागि हामी हेर्दाखेरि यहाँबाट पोसिबिलिटी हेर्नुस् है। यो 1 भयो यसमा 1। अब कहाँ जाने? अब बिग रिङ्समा जाने। मतलब सबसे फर्स्टमा हेर्ने कुरा के भने ठुलो रिङमा जाने। मैले फेरि भन्दै छु फंक्शनल ग्रुप, मल्टिपल बोन्ड र सब्स्टिट्युएन्ट्स त्यो प्रायोरिटी वालातिर नजानु होला। सबसे फर्स्टमा कहाँ जाने? ठुलो रिङ जहाँ छ त्यो साइडतिर जानु होला। नम्बरिङ यसरी गरे मैले 1 2 3 4 5 6 यहाँसम्म म पुगिसकेको छु। त्यसपछि अब हामी जान्छौं के भने यदि फंक्शनल ग्रुप छ भने यस फंक्शनल ग्रुपलाई हेर्छौं। देन आफ्टर फंक्शनल ग्रुप हेर्छौं। त्यसपछि हामी हेर्छौं मल्टिपल बोन्ड छ कि छैन। त्यसपछि हामीले चेक गर्ने कुरा हो यसमा। 6 7 र 8 भयो यसमा। यहाँसम्म कुरा बुझ्नुभयो कि भएन? यहाँसम्म कुरा बुझ्नुभयो कि भएन? भयो है त। सो यति पार्ट बुझ्नुभयो, नम्बरिङ गरेको बुझ्नुभयो यसमा। यदि यो पार्ट बुझिसक्नुभयो भने तपाईले अब नाम लेख्न त्यति गाह्रो नहोला। अब हामीले स्टार्टिङ कहाँदेखि गरेका छौं? यो 1 देखि स्टार्टिङ गरेका छौं भने अब यसमा हेर्नुस् है। यसमा तीनटा साइड जान सक्छ यसमा। मतलब यहाँ एउटा जान सक्छ, एउटा पोसिबिलिटी यहाँ भयो, एउटा पोसिबिलिटी यहाँ भयो। भनेपछि यो कार्बन फ्युज छ नि त। फ्युज कार्बन भनेको कति साइडतिर ब्रान्चिङ गरिरहेछ त्यसलाई चेक गर्नुस्। अब यसको लागि बाइसाइक्लो हो। मतलब हामीले के राख्छौं यसमा बाइसाइक्लो राख्छौं। बाइसाइक्लो हेर्नुस् है, बाइसाइक्लो।
अब त्यसपछि हामीले लेखेका थियौं नि x y र z पहिला ठुलो रिङलाई हेर्ने पहिला ठुलो रिङमा हेर्ने ठुलो रिङ भित्रको कार्बन कतिवटा छ फ्युज्ड भएकोलाई हेर्ने काम नगर्ने त्यो भन्दा बाहेककोलाई हेर्ने यसमा हेर्ने कतिवटा कार्बन छ 1 2 3 4 चारवटा कार्बन छ यसमा मैले लेखे 4 डट लेखे मैले त्यसपछि अब त्यसपछि म यो रिङमा जान्छु अब यो रिङमा जाँदाखेरि म जान्छु 1 2 दिएको छ यसमा 2 डट दियो अब यो बीचमा जानुस् यसमा कार्बनै छैन मतलब 0 राखे मैले बाइसाइक्लो 4 2 0 कतिवटा कार्बन छ यसमा कतिवटा कार्बन छ र सिंगल बोन्ड छ यसमा त्यसैले मैले के लेखे यसको लागि अक्टेन लेखे एकपटक ध्यान दिनुस् त तपाईले आई थिंक बुझ्नुहुन्छ होला ओके त्यसपछि अब यो क्वेशन्समा जानुस् त एक्चुअली यो क्वेशन्समा पनि हेरौं हामीलाई थाहा छ यो भनेको फ्युज्ड कार्बन भयो यसमा मतलब ब्रिज्ड कार्बनलाई हेर्यो हामीले सो ब्रिज्ड कार्बन हेरिसकेपछि हामीलाई थाहा भइसकेको छ कि हामीले सोचिरहेको छौं के भने कि अब म यसलाई 1 राख्छु यो 1 2 3 4 5 6 7 8 9 एउटा पोसिबिलिटी मैले यसरी गरे फिक्स एउटा पोसिबिलिटी गर्न पाइयो यसमा तर अब मैले फेरि के गरे भने अर्को यही रिङलाई फर्मेसन गरे र यसलाई मैले यसरी पनि लेखिरहेको छु हेर्नुस् है यसलाई यसरी लेखिरहेको छु यहाँ मैले डबल बोन्ड लेखे अब मैले सोचिरहेको छु के भने यहाँबाट पनि काउन्ट गरे एकचोटी हेरौं न केही फरक त पर्दैन पक्कै पनि 1 2 3 4 5 6 7 8 9 ठिकै छ ठुलो कार्बन ठुलो ग्रुप त परिहाल्यो यसमा ठुलो रिङ त परिहाल्यो ठुलो रिङ परिसकेपछि अब त्यसपछि ठुलो रिङ हेर्ने त्यसपछि फंक्शनल ग्रुपमा जानुस् फंक्शनल ग्रुपलाई हेर्नुस् यसमा फंक्शनल ग्रुप छ कि छैन फंक्शनल ग्रुप त छैन तर मल्टिपल बोन्ड छ मतलब मल्टिपल बोन्ड कुन पोजिसनमा जाँदाखेरि नियरेस्ट नम्बरिङमा परिरहेछ हेर्नुस् है नियरेस्ट नम्बरिङमा यदि मैले यसरी काउन्ट गरे भने यो डबल बोन्ड 8 मा पर्छ यदि मैले यसरी काउन्ट गरे भने 7 मा पर्छ यस भेरी गुड मतलब यो दुईटा मध्ये यो रङ नम्बरिङ भयो यो भयो राइट नम्बरिङ बुझ्नु भयो कि भने यहाँसम्म पहिला रिङलाई ठुलोलाई प्रायोरिटी दियो त्यसपछि बल्ल यिनीहरुलाई हेरियो यिनीहरुको लोएस्ट नम्बरिङ त्यसपछि चेक गरेछ हामीले अब यहाँ पनि हामीले देखिरहेको छौं के भने यसको पोसिबिलिटी यहाँ पनि गइरहेछ यो पनि गइरहेछ यसरी पनि गइरहेछ अब यसको लागि हामीलाई थाहा नै छ सुरुमा लेखिन्छ के त्यो हामीलाई थाहा छ लेख्नुस् त सुरुमा लेखिन्छ बाइसाइक्लो अब यसमा हेर्नुस् यसको भित्र कार्बन कतिवटा छ 1 1 2 3 and 4 चारवटा कार्बन अब यो रिङलाई हेर्नुस् यसमा दिएको छ 1 2 and 3 तीनटा दिएको छ र त्यसपछि अब अर्कोमा जानुस् तीनटा दिएको छ यो बीचमा कार्बन छ त छैन यसमा बीचमा कार्बन छैन भने केही चलाउनु परेन कार्बन कतिवटा छ टोटल लंगेस्ट चेनमा हेर्नुस् एकचोटी कार्बन कतिवटा छ 9 वटा मतलब नन कुन पोजिसनमा डबल बोन्ड छ नन 7 इन नन 7 इन कुरो बुझ्नुभयो कि भएन यहाँसम्म कुरो बुझ्नुभयो नि क्लियर छ नि यहाँसम्म ल भनेपछि यो कम्पाउन्डको नाम पनि मैले तपाईलाई लेख्न सिकाएँ अब मैले तपाईलाई दिन खोजिरहेको छु अर्को एउटा कम्पाउन्ड्स यसको नाम चाहिँ ट्राई गर्नुपर्छ है सबैले ल अब म तपाईलाई एउटा क्वेशन दिदै छु यो क्वेशन्सको नाम पनि तपाईले ट्राई गर्नु होला है त यो क्वेशन्सको नाम एकचोटी ट्राई गर्नुस् र यो क्वेशन्सको नाम एकचोटी ट्राई गर्नुस् र तपाईले मलाई एकचोटी भनिदिनुस् कि यसको नाम के हुन्छ सबैजनाले है कमेन्टमा लेखिदिनु होला यसको नाम के हुन्छ होला छिटो है त कमेन्टमा सबजनाले लेख्नुस् कि यसको नाम के हुन्छ प्र्याक्टिस गर्नुस् है ठीक छ नि ल मैले तपाईहरुलाई नोमेनक्लेचर अफ साइक्लिक मतलब बाइसाइक्लो कम्पाउन्ड्स को बारेमा दुईटा एक्जाम्पल दिएर मैले तपाईलाई बुझाउन ट्राई गरे कि गर्ने कसरी भनेर सबसे फर्स्टमा रिङलाई हेर्ने त्यसपछि बल्ल अरुलाई प्रायोरिटी दिएर गर्ने यसमा त्यो भन्दा बाहेक दायाँमा सोच्नु पर्दैन र यो कम्पाउन्ड्समा हेर्नु होला यो कम्पाउन्डको नाम के हुन्छ कमेन्ट बक्समा लेख्नुस् तपाईलाई आउँछ भने ठीक छ आउँदैन भने तपाईलाई भन्नुस् सर यो पनि गर्दिनुस् भनेर र त्यसपछि तपाईलाई यदि स्पाइरोको बारेमा पनि भिडियो चाहिएको छ भने एकपटक तल कमेन्टमा लेखिदिनुस् सर स्पाइरोको लागि पनि दुईटा एक्जाम्पल सहित यस म त्यसपछि स्पाइरोको लागि पनि लिएर आउने नै छु ओके